आज चाउचो बनाउँदा मसलाको भाँडे घोप्टिदिएर। हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई न्यू मिनी ब्लग। बेलुकाको 7 बजेतिर चाहिँ म होमवर्क गर्नतिर लागेँ। होमवर्क सकेपछि चाहिँ म माथि किचनमा गएँ। अनि किचनमा गएर यसो हेरेको त मम्मी तरकारी बनाउँदै हुनुहुँदो रहेछ। तरकारी चाहिँ बिहानको थोरै थियो। मम्मीले भात चाहिँ बनाइसक्नु भएको थिएन, त्यसैले मैले चाहिँ आज चाउचो खाउँ भने। मम्मीले ल भनिसकेपछि चाहिँ म चाउचो बनाउनतिर लागेँ। आज चाहिँ म वाइ चाउचोमा साग हालेर पकाउँदैछु। चाउचो पकाउनको लागि चाहिने सामानहरू चाहिँ म रेडी पार्दैछु। सबै थोक काटिसकेपछि चाहिँ मैले साग काट्न सुरु गरिहालेँ। साग काटिसकेपछि मैले कन्ती बसालेँ। तातिसकेपछि चाहिँ मैले त्यसमा तेल हालेँ। तेल पनि तातो होइन, काटिसकेको सबै सामानहरू हालेँ। त्यसलाई हल्का ग्रेभी बनाएर मैले त्यसमाथिबाट चाउचो हालेँ। चाउचो हालिसकेपछि मैले त्यसमा 1 अंखोरा पानी हालेँ। ऐना काटेको साग पनि मैले त्यसमाथि हाल्देँ। सबै थोक हालिसकेपछि मैले त्यसलाई छोपेँ। छोपेको 5 मिनटपछि मैले यसो खोलेर हेरेको चाउचो पाकिसकेको थियो। ढिला नगरिकन मैले ग्यास बन्द गरेर त्यसमा धनियाँ सनियाँ हालेँ। धनियाँ हालेर कचौरामा सबैलाई भाग लाएँ। भाग लगाएर सबैजनालाई दिएर आफू खान सुरु गरेँ। अनि आजको लागि यति नै। थ्याङ्क्स फर वाचिङ।